नमस्कार। सूचना सम्प्रेषणका लागि मात्र होइन, सामाजिक उत्तरदायित्वका लागि पनि प्राइम स्टोरीमा स्वागत छ। म रोहन श्रेष्ठ। दर्शकवृन्द, आज हामी एक युवकले आफूलाई दाई मान्ने एक किशोरी हत्या गरेको भनिएको सन्दर्भमा केन्द्रित छौं। प्रसंग हो पोखराको। नेहा पुन मगरको हत्याको पर्दा खुल्दैछ। एक अभियुक्तलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। भयानक कथा यस्तो छ, यो हेर्नुस्। गत माघ 18 गते पोखराको एउटा घटनाले सबैलाई स्तब्ध बनायो। 18 वर्षीय योरुना पुन मगर नेहाको अर्धनग्न शव उनकै घर नजिक भेटियो। हत्या भएको सहजै अनुमान गर्न सकिन्थ्यो। शव भेटिएको 7 दिनपछि प्रहरीले हत्या आरोपमा नेहाकै धर्मदाई भनिने सतीश खड्कालाई पक्राउ गरेको छ। कृतन नामले चिनिने सतीशले प्रहरी समक्ष नेहाको हत्या गरेको स्वीकार गरेको छ। 21 वर्षीय कृतन साथी भएको उनीहरूको सामाजिक सञ्जाल फेसबुकमा देखिएको लाइक र कमेन्टले पनि पुष्टि गर्छ। फेसबुकको कमेन्टबाट पनि प्रष्ट हुन्छ नेहा कृतनलाई दाइका रूपमा लिन्थिन्। पोखराको नयाँ बजार स्थित गेम हाउसका सञ्चालक कृतनले नेहालाई बहिनी भने मान्न सकेको रहेनछ। प्रहरीलाई दिएको बयान अनुसार ऊ एकतर्फी प्रेममा परेको थियो। सामाजिक सञ्जाल फेसबुक कुराकानीलाई आधार मान्ने हो भने उनीहरूको नियमित भेटघाट हुन्थ्यो। कृतनले प्रहरीलाई दिएको बयान अनुसार हत्या भएको दिन माघ 18 गते नेहा र अन्य साथीहरू भेला भई न्यू रोड स्थित ओपन टेबल रेस्टुरेन्टमा मादक पदार्थ सेवन गरेर बसेका थिए। राति करिब 9 बजे कृतनलाई घर पुर्याउनका लागि नयाँ गाउँतर्फ गएका थिए। घर नजिक पुगेपछि कृतनले नेहालाई घर नगई लेकसाइड गएर होटलमा बसी रमाइलो गर्ने प्रस्ताव राखेको थियो। यद्यपि नेहाले कृतनको प्रस्ताव अस्वीकार गरिन्। कृतनले नेहालाई दबाब दियो। कृतनका अनुसार त्यसपछि नेहाले अश्लील शब्द प्रयोग गरी गाली गलौज गरिन्। आफूलाई अश्लील शब्द प्रयोग गरेको रिसमा कृतनले नेहालाई हेलमेटले टाउकोमा प्रहार गर्यो। हेलमेटको प्रहारपछि भुइँमा ढलेकी नेहालाई बलात्कार गर्ने प्रयास गर्यो कृतनले। नेहाको नाक र कानबाट रगत बगेको देखेपछि त्यत्तिकै छाडेर गएको उसले प्रहरी समक्ष बयान दिएको छ। अनि पछि हाम्रो अनुसन्धान टोलीले चाहिँ विभिन्न कुराहरू केलाउँदै जाँदाखेरि उसँग को थियो, बेलुका कोसँग बसेको थियो भन्दाखेरि सबभन्दा सुरुमा चाहिँ हामीले यो सतीश भन्नेलाई चाहिँ सोधपुछ गर्ने क्रममा चाहिँ धेरै कुराहरूले हामीलाई लुकाउँदै गएको थियो। अनि यो 5-6 दिनको प्रयासमा विभिन्न एङ्गलबाट हामीले अनुसन्धान गऱ्यौँ। हाम्रो फोटोग्राफी टेस्टहरू गऱ्यौँ लगायत कल डिटेलहरू अनि अरू बिटिएसको माध्यमबाट पनि हामीले अनुसन्धान गऱ्यौँ। र अहिले हामी चाहिँ यो निचोडमा पुगेका छौँ कि उक्त घटनामा चाहिँ सतीश भन्नेले नै नेहालाई चाहिँ मारेको देखिन्छ। कृतनले सामाजिक सञ्जाल फेसबुकमा जनवरी 26मा पोस्ट गरेको स्ट्याटस नेहा प्रति लक्षित देखिन्छ। कृतनले जनवरी 26मा लेखेको छ, हिजो एउटा केटीलाई प्रेम प्रस्ताव राखेको थिएँ, अब अर्को एउटा बहिनी थपी। नेहा पोखराकै स्माइल क्याफेमा रिसेप्सनिस्टका रूपमा कार्यरत थिइन्। माघ 18 गते नेहाको हत्या भइसकेपछि हत्याको छानबिन गर्न र दोषीलाई कडा कारबाही गर्न माग गर्दै प्रदर्शन भएको थियो। यता राजधानीमा समेत अधिकारकर्मी लगायत विभिन्न क्षेत्रमा कार्यरत व्यक्तिहरू प्रदर्शनमा उत्रिएका थिए। घटना भए लगत्तै कास्कीका प्रहरी नायब उपरीक्षक गजुसिंह बज्राचार्यको नेतृत्वमा क्षेत्रीय प्रहरी कार्यालय पोखरा, अञ्चल प्रहरी कार्यालय गण्डकी, ओडा प्रहरी कार्यालय रामबजार लगायतको प्रतिनिधित्व हुने गरी 5 सदस्यीय अनुसन्धान टोली गठन भएको थियो। टोलीले अनुसन्धान पश्चात कृतन हत्या अभियोगमा संलग्न भएको भन्दै सोमबार सार्वजनिक गरेको छ। नेहाले सायदै सोचेकी थिइन् सतीशको दिमागमा शैतान घुमेको छ, तर सतीश दाई होइन काल बनेर नजिकिएको रहेछ। प्रहरी समक्ष उसले दिएको बयान यसै भन्छ। यसै विषयमा थप प्रसंग जोड्नेछौं, तर यो ब्रेकपछि। Brought to you by अब खाऊं वाई आलु तामाको स्वादमा स्वाद खोजे जस्तो सुगन्ध रोजे जस्तो Classic Tech, when speed and reliability matter. Wish Home, delightful lifestyle.
ब्रेकपछि प्राइम स्टोरीमा पुनः स्वागत छ। आज हामी प्रेमको नाममा गरिने महापापका बारेमा केन्द्रित छौं। तपाई हामीले राम्रोसँग हेक्का राख्नै पर्छ। धोका विश्वास गरेकैले नै दिन्छन्, त्यसैले विश्वास गर्नुभन्दा पहिले धेरै सोचौं। शंकाले मात्रै संसार चल्दैन, तर विश्वासले मात्रै पनि व्यवहार गर्नु हुँदैन। जीवनको विसंगति नै यो हो। नेहाहरूको कथा यसै भन्छ। यो हेर्नुस्। राम्रो छ नि यो खेतबारी, स्याउ, घर सबै हाम्रो पानीको धारा हो माथि छ। नेहा पुन मगरको इच्छा अभिनेत्री हुने थियो। त्यसका लागि गोरेटो पनि कोरिसकेको थियो। उनले केही मगर चलचित्र र म्युजिक भिडियोमा अभिनय पनि गरिसकेकी थिइन्। राम्रो छ नि यो खेतबारी, स्याउ, घर सबै हाम्रो पानीको धारा हो माथि छ। संघर्षको बाटो रोजेकी नेहा मादक पदार्थ पनि सेवन गर्दिरहेछन्। उनले आफूले विश्वास गरेको र दाई भनेर बोलाउनेसँग सँगै बसेर पदार्थ सेवन गरेकी थिइन्। रातिसम्म मादक पदार्थ सेवन गरेपछि उसैको भरमा घर जाँदै थिइन्। जसलाई विश्वास गरेकी थिइन् उसैले उनीमाथि वक्र दृष्टि राखेको रहेछ। बाटोमा कुरा मिलेन। रिस थाम्न नसकेको सतीश उनीमाथि जाइ लाग्यो। कलकलाउँदी नेहाको इहलीला समाप्त भयो। सँगै कलाकारका रूपमा उदाउने उनको सपना पनि सकियो। राम्रो छ नि यो खेतबारी, स्याउ, घर सबै हाम्रो पानीको धारा हो माथि छ। नेहाको ज्यान जोसुकैले लिएको होस्, यो घटनाले एउटा डरलाग्दो तथ्य भने उजागर गरेको छ। कसैको भावना नबुझी उसलाई विश्वास गर्दा आफ्नै प्राण समेत जाँदो रहेछ। यदि नेहाले सतीशलाई बेलैमा बुझेको भए आजको स्थिति आउने थिएन। सतीश जस्ता युवकहरू जो बैंसको उन्मादमा, रक्सीको नशामा जे पनि गर्न पछि पर्दैनन् भन्ने हेक्का नेहाले राख्न नसक्नु उनको मृत्युको कारक बन्यो। यो अत्यन्त डरलाग्दो तथ्य युवाहरू धेरैका लागि नकारात्मक पाठ बनेर सधैँका लागि रहिरहनेछ। युवाहरू विशेषतः युवतीहरूले ख्याल गर्नै पर्छ तपाईको संगतमा रहेको व्यक्ति कस्तो हो, उसले तपाईसँग के अपेक्षा गरिरहेको छ। मिठो बोल्दैमा र सहयोगी जस्तो देखिँदैमा ऊ तपाईको मित्र नहुन सक्छ। उसको मानस पटलमा तपाईलाई सहयोग गर्ने भावना होइन, काम वासना मात्र लुकेको हुन सक्छ। नेहा घटनाले यो वास्तविकता उजागर गरेको छ। सँगै एउटा सुन्दर किशोरी र सृजनात्मक कलालाई सधैँका लागि हामीबाट खोसेको छ। 15 वर्ष पुगेर 16 मा फिल्ममा गएको मसित होइन, अहिले आएर 3-4 वर्ष भयो। अहिले 19 वर्ष भएको छ। एकदम राम्रो व्यवहारको केटी हो। मारिनु अगाडि तपाईँलाई केही भने कि म यहाँ काट्नु छु, ऊ पखरा छ भने केही थाहा पाएन। स्याट्टै यस्तो भयो रे भन्ने मात्रै सुनेर म कति रुँदै हिँड्दै गरेको छु। म सँगै हिँडेको, सँगै एउटा ठाउँमा खाएको, एउटै बिस्तरामा सुतेको मान्छे हो बाबु। त्यस्तो गरेर मारिदिएर हत्यारालाई फाँसी दिने गर्नु पर्यो कि। अभिनयमा कस्तो थियो? राम्रो थियो। पहिला सुरुमा जान्दिन थियो होइन, पछि त जान्दियो, सबै गर्थ्यो, राम्रो थियो। यति बेला अंग्रेजी क्यालेन्डर अनुसारको भ्यालेन्टाइन डे को मौसम छ। यो समयलाई प्रेमको मौसमका रूपमा अर्थ्याइन्छ। प्रेम गर्नेहरूका लागि मात्र होइन, प्रेमको स्वाङ रचेर काम वासना लिन खोज्नेका लागि पनि यो उपयुक्त समय बनेको छ। त्यसैले ख्याल गरौं, कसैले प्रस्ताव गर्यो भन्दैमा लहैलहैमा नलागौं। यदि तपाईको घरमा किशोर भएका व्यक्तिहरू छन् भने उनीहरूको गतिविधिलाई नजिकबाट नियालौं। आसक्तबाट सुरु भएको प्रेम दुखान्तमा हुने निश्चित छ। नेहाको घटना र प्रकृतिसँग झट्ट नमिले पनि विश्वासको डरलाग्दो घातक सन्दर्भ हाम्रो समाजमा नयाँ होइनन्। काठमाडौँमा 4 वर्ष अघि एक युवतीलाई उनकै प्रेमी दाबी गर्ने व्यक्तिले हत्या गरेको घटना अझै ताजा छ। रोजीले सुभाष उप्रेतीलाई विश्वास गरिन्, सहजै एकान्तमा गइन्। बदलामा उनले मृत्यु प्राप्त गरिन्। नेहा विश्वासघातका कारण मृत्युवरण गर्ने अर्को उदाहरण बनेकी छन्। परिवार, आफन्तजन, शुभेच्छुक र समाजलाई नेहाको हत्याले मर्माहत बनाएको छ। सँगै सोच्न बाध्य पनि के हाम्रो संगतमा रहेकाहरू असल नै छन् त?
नेहाको हत्याका कारण सबैको मन चिमोटिएको छ। पीडामा परेका परिवारजन, आफन्त र उनका शुभेच्छुकप्रति हामी समवेदना व्यक्त गर्दछौं। नेहाको पीडादायी कथाका बारेमा अनुसन्धान जारी छ। प्रारम्भिक अनुसन्धानले देखाएको छ दाई मानेको व्यक्तिले उनको ज्यान लिएको रहेछ। यसलाई नकारात्मक पाठका रूपमा ग्रहण गरौं। आजलाई यति भन्छौं। दर्शकवृन्द, सामाजिक उत्तरदायित्व सहितको पत्रकारितामा हामी निरन्तर समर्पित रहिरहनेछौं। तपाईको सानो सूचना समाज परिवर्तनको अचूक अस्त्र बन्न सक्छ। त्यस्तो केही महत्वपूर्ण जानकारी भए हामीलाई खबर गर्नुहोला। हामी प्राइम स्टोरी बनाउने छौं। आजलाई बिदा दिनुहोस्। नमस्ते।